नमस्ते। एरे इन्फोसिसको युट्युब च्यानलमा तपाईँहरूलाई स्वागत छ। आज मैले तपाईँहरूलाई यो राष्ट्र मानव अधिकार आयोगको बारेमा भनिदिन गइरहेको छु है त। यस्तो ठुलो आन्दोलनहरू भयो भने, जस्तै केही पर्यो भने मानव अधिकारको उल्लङ्घन भयो भन्छ नि, हो त्यस्तै नेपालको संविधानको भाग 25 को 248 नम्बर धारामा चाहिँ राष्ट्र मानव अधिकार आयोगको बारेमा कल्पना गरिएको छ है त। नेपालमा एक राष्ट्र मानव अधिकार आयोग रहनेछ, जसमा अध्यक्ष र 4 जना सदस्यहरू रहनेछन्। 48 को 1 ले त्यो भन्यो, 48 को 2 ले के भन्छ, राष्ट्रपतिले संवैधानिक परिषदको सिफारिसमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष र सदस्यको नियुक्ति गर्नेछ। यो संवैधानिक परिषद भनेको चाहिँ के हो भने नि, यो संवैधानिक परिषदको फेरि अर्कै छ कानुन, म तपाईहरुलाई देखाउँछु। त्यो संवैधानिक परिषद भनेको चाहिँ कति नम्बरमा छ भन्दा 151 नम्बर पेजमा जाउँ है त। 151 इन्टर गर्ने। यहाँ उल्लेख गरिएको छ संवैधानिक परिषद सम्बन्धी व्यवस्था भनेर। 1 मा यस संविधान बमोजिम प्रधान न्यायाधीश र संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरूको नियुक्तिको सिफारिस गर्न देहाय बमोजिमका अध्यक्ष र सदस्यहरूको एक संवैधानिक परिषद रहनेछ। प्रधानमन्त्री अध्यक्ष, प्रधान न्यायाधीश सदस्य, प्रतिनिधि सभाको सभामुख सदस्य, राष्ट्रिय सभाको अध्यक्ष सदस्य, प्रतिनिधि सभाको विपक्षी दलको नेता सदस्य, प्रतिनिधि सभाको उपसभामुख सदस्य भनेर यसरी प्रधान न्यायाधीशको पद रिक्त भएको अवस्थामा प्रधान न्यायाधीशको नियुक्तिको सिफारिस गर्न संवैधानिक परिषदमा नेपाल सरकार, यसरी यो अर्को चाहिँ बेग्लै व्यवस्था छ है। अहिले म त्यता गइन, संवैधानिक परिषद सम्बन्धी व्यवस्थामा चाहिँ उल्लेख गरिएको छ। म अहिले त्यता गइन है त। त्यसको लागि मैले बेग्लै भिडियो बनाउनु पर्ने हुन्छ। के गर्छ अरे त, राष्ट्रपतिले संवैधानिक परिषदको सिफारिसमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष र सदस्यको नियुक्ति गर्नेछ है त। त्यो 2 नम्बर भयो। 3 नम्बर, राष्ट्र मानव अधिकार आयोगको अध्यक्ष र सदस्यको पदावधि नियुक्त भएको मिति 6 वर्षको हुनेछ। 6 वर्षको हुन्छ है। अर्को 4 नम्बरमा जाउँ। उपधारा 2 बमोजिम नियुक्त अध्यक्ष तथा सदस्यहरूको पुनः नियुक्ति हुन सक्ने छैन। एकचोटि नियुक्ति भएपछि फेरि नियुक्ति गर्न मिल्दैन अरे है त। अब त्यहाँ जाउँ। 4 को सकियो। तर सदस्यलाई अध्यक्षको पदमा नियुक्त गर्न सकिनेछ। अध्यक्ष र सदस्य हुन्छन्, सदस्यलाई चाहिँ अध्यक्षमा बढुवा नियुक्ति गर्न सकिन्छ है। र त्यस्तो सदस्य अध्यक्षको पदमा नियुक्ति भएमा निजको पदावधि गणना गर्दा सदस्य भएको अवधिलाई समेत, जस्तै ए भन्ने अध्यक्ष थियो, बी भन्ने सदस्य थियो। ए भन्नेको चाहिँ रिटायर भएर सक्यो, अनि बी भन्नेले जति काम गरेछ, जस्तै 2 वर्ष गरेको थियो भने, सदस्य भएर गरेको थियो भने 6 वर्षको कार्यवधि हुन्छ। अब ऊ अध्यक्ष भयो भने चाहिँ त्यो 2 घटाउने, अनि 4 वर्ष मात्रै बाँकी रहेको, त्यस्तो भनेको है त। अब 5 मा जाउँ। उपधारा 3 मा जेसुकै कुरा लेखिएको भए तापनि देहायको कुनै अवस्थामा राष्ट्र मानव अधिकार आयोगका अध्यक्ष वा सदस्यको पद रिक्त हुनेछ। माथि 3 नम्बरमा जेसुकै भनेको भए पनि के भयो भने चाहिँ रिक्त हुन्छ अरे त। निजले राष्ट्रपति समक्ष लिखित राजीनामा दिए भने खाली भए पद, निजको विरुद्ध धारा 101 बमोजिम महाभियोगको प्रस्ताव पारित भएमा शारीरिक वा मानसिक अस्वस्थताको कारण सेवामा रही कार्य सम्पन्न गर्न असमर्थ रहेको भने संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपतिले पदमुक्त गरेमा अथवा निजको मृत्यु भएमा चाहिँ पद खाली हुन्छ अरे है त। अब 6 नम्बरमा जाउँ। देहायको योग्यता भएको व्यक्ति राष्ट्र मानव अधिकार आयोगको अध्यक्ष वा सदस्य पदमा नियुक्तका लागि योग्य हुनेछन्। क्वालिफिकेसन के चाहिन्छ भनेको 6 नम्बरमा, अध्यक्षको हकमा मानव अधिकार र संरक्षण र सम्वर्धनको क्षेत्रमा विशिष्ट योगदान पुर्याएका प्रधान न्यायाधीश वा सर्वोच्च अदालतको न्यायाधीशको पदबाट सेवानिवृत्त व्यक्ति, रिटायर भएको वा मानव अधिकारको संरक्षण र सम्वर्धन वा राष्ट्र जीवनका विभिन्न क्षेत्रमा कम्तीमा 20 वर्ष क्रियाशील रही विशिष्ट योगदान पुर्याए ख्याति प्राप्त गरेको चाहिँ योग्य हुने रहेछन् है त। अब ख नम्बरमा जाउँ। सदस्यको हकमा मानव अधिकार संरक्षण र सम्वर्धन, बालबालिकाको हकहितको क्षेत्रमा कार्यरत वा राष्ट्र जीवनका विभिन्न क्षेत्रमा कम्तीमा 20 वर्ष क्रियाशील रही विशिष्ट योगदान पुर्याई ख्याति प्राप्त गरेको। अब गमा जाउँ। मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातक उपाधि हासिल गरेको, ब्याचलर पास, 35 वर्ष उमेर पुरा भएको, 35 कटेको हुनु पर्यो। नियुक्ति हुँदा बखत राजनीतिक दलको सदस्य नरहेको, कुनै पनि राजनीतिक दलको सदस्य नभएको, झोला बोकेर नहिँडेको राजनीतिक दलको भनेको। 6 मा जाउँ। उच्च नैतिक चरित्र भएको, एकदम नैतिकवान हुनु पर्यो। 7 मा जाउँ। राष्ट्र मानव अधिकार आयोगका अध्यक्ष र सदस्यको पारिश्रमिक र सेवा शर्त सङ्घीय कानुन बमोजिम हुनेछ। राष्ट्र मानव अधिकार आयोगका अध्यक्ष र सदस्य आफ्नो पदमा बहाल रहेसम्म निजहरूलाई मार्का पर्ने गरी पारिश्रमिक र सेवाका शर्त परिवर्तन गरिने छैन। सुरुमा जुन शर्त अनुसार जागिरमा राखिएको थियो नि,
हो त्यही शर्त अनुसार सबै हुन्छ, बिचमा चेन्ज गर्न सकिने छैन है। तर क्लु राखेको छैन। तर यदि चरम आर्थिक विशृङ्खलताको कारण सङ्कटकाल घोषणा भएको अवस्थामा यो व्यवस्था लागू हुने छैन। सङ्कटकाल घोषणा भयो देशमा, देश टाँट पल्ट्यो, आर्थिक स्थिति देशको राम्रो छैन भने त्यस्तो अवस्थामा चाहिँ यो लागू हुँदैन है त। अब 8 मा जाउँ। राष्ट्र मानवाधिकार आयोगको अध्यक्ष वा सदस्य भइसकेको व्यक्ति वा अन्य सरकारी सेवा नियुक्तिका लागि ग्राह्य हुने छैन। राष्ट्र मानवाधिकार आयोगको अध्यक्ष वा सदस्य भइसकेको व्यक्ति अन्य सरकारी सेवामा नियुक्तिका लागि ग्राह्य हुने छैन। राष्ट्र मानवाधिकार आयोगमा जागिर खाइसकेपछि अरूतिर जागिर खान पाइँदैन भनेको। सरकारी सेवामा अरूतिर त पाइयो, निजी त पाइयो, सरकारी सेवामा चाहिँ पाइन है त। तर कुनै राजनीतिक पदमा कुनै विषयको अनुसन्धान, जाँचबुझ वा छानबिन गर्ने वा कुनै विषयको अध्ययन वा अन्वेषण गरी राय, मन्तव्य वा सिफारिस पेश गर्ने कुनै पदमा नियुक्त भई काम गर्न यस उपधारामा लेखिएको कुनै कुराले बाधा पुर्याएको मानिने छैन। जस्तै अब सरकारी काम बाहेक अरूमा अनुसन्धान, रिसर्चहरूतिर, राजनीतिक पदहरूतिर जान चाह्यो भने चाहिँ फेरि मिल्छ, रोक्दैन है यो धाराले। अब 249 मा जाउँ। राष्ट्र मानवाधिकार आयोगको काम, कर्तव्य र अधिकार, ड्युटिज एन्ड रेस्पोन्सिबिलिटिज भनेको मानव अधिकारको सम्मान, संरक्षण र सम्वर्धन तथा त्यसको प्रभावकारी कार्यान्वयनलाई सुनिश्चित गर्नु राष्ट्र मानवाधिकार आयोगको कर्तव्य हुनेछ है त, ड्युटिज। अब 2 नम्बरमा जाउँ। उपधारा 1 मा उल्लेखित कर्तव्यहरू पुरा गर्नका लागि राष्ट्र मानवाधिकार आयोगले देखाए बमोजिमको काम गर्नेछ। के काम गर्छ अरे त? कुनै व्यक्ति वा समूहको मानवाधिकार उल्लङ्घन वा त्यसको दुरुत्साहन भएमा पीडित आफै वा निजको तर्फबाट कसैले आयोग समक्ष प्रस्तुत वा प्रेषित गरेको निवेदन वा उजुरी वा कुनै स्रोतबाट आयोगलाई प्राप्त भएको वा आयोगको जानकारीमा आएको विषयमा छानबिन तथा अनुसन्धान गरी दोषी उप कारबाही गर्न सिफारिस गर्छ। कारबाही उसले गर्दैन नि त, ऊ त कार्यपालिका होइन नि त, उसले चाहिँ सिफारिस गर्छ है। अब अर्को जाउँ। मानवाधिकारको उल्लङ्घन हुनबाट रोक्ने जिम्मेवारी वा कर्तव्य भएको पदाधिकारीले आफ्नो जिम्मेवारी पुरा नगरेमा वा कर्तव्य पालना नगरेमा वा जिम्मेवारी पुरा गर्न वा कर्तव्य पालना गर्न उदासीन देखाएमा त्यस्तो पदाधिकारी उप विभागीय कारबाही गर्न सम्बन्धित अधिकारी समक्ष सिफारिस गर्नेछ। अब ख पनि सक्यो। अब गमा जाउँ। मानवाधिकार उल्लङ्घन गर्ने व्यक्ति वा संस्थाका विरुद्ध मुद्दा चलाउनु पर्ने आवश्यकता भएमा, मानवाधिकार उल्लङ्घन गरेको छ भने त्यस्तो मुद्दा चलाउनु पर्ने आवश्यकता भएमा कानुन बमोजिम अदालतमा मुद्दा दायर गर्न सिफारिस गर्नेछ। मुद्दा दायर गर्न चाहिँ मानवाधिकार आयोगले चाहिँ, राष्ट्र मानवाधिकार आयोगले चाहिँ सिफारिस गर्छ है त। मानव अधिकारको चेतना अभिवृद्धि गर्न, नागरिक समाजसँग समन्वय र सहकारी गर्ने मानव अधिकारहरू के हुन्, के पर्छन्, सबै यसको लागि जनचेतना अभिवृद्धि गर्नका लागि नागरिक समाजसँग चाहिँ के गर्ने त? कोअर्डिनेसन गर्ने। अब गमा मानवाधिकारको उल्लङ्घनकर्तालाई विभागीय कारबाही तथा सजाय गर्न कारण र आधार खुलाइ सम्बन्धित निकाय समक्ष सिफारिस गर्न सक्छ। मानवाधिकारसँग सम्बन्धित कानुनको अवधिक रूपमा पुनरावलोकन गर्ने तथा त्यसमा गर्नुपर्ने सुधार तथा संशोधनका सम्बन्धमा नेपाल सरकार समक्ष सिफारिस गर्न सक्छ। मानवाधिकारसँग सम्बन्धित अन्तर्राष्ट्रिय सन्धि वा सम्झौताले नेपाल पक्ष बन्नुपर्ने भएमा त्यसको कारणसहित नेपाल सरकारले सिफारिस गर्ने र नेपाल पक्ष बनिसकेको सन्धि वा सम्झौतामा कार्यान्वयन भए नभएको अनुगमन गरी कार्यान्वयनमा नभएको पाएमा त्यसको कार्यान्वयन गर्न नेपाल सरकार समक्ष सिफारिस गर्नेछ। नेपाल सरकारहरूले विदेशी देशहरूसँग होइन, अन्तर्राष्ट्रिय स्तरमा, अन्तर्राष्ट्रिय मञ्चहरूमा मानवाधिकारको के कुराहरूमा चाहिँ साइन गरेको छ, यो पालना गर्छु भनेर यदि गरेको छैन भने त्यसलाई पालना गर्नलाई चाहिँ के गर्ने त? कार्यान्वयन गर्नलाई चाहिँ सरकारलाई चाहिँ के गर्ने? सिफारिस गर्ने। अब मानवाधिकारको उल्लङ्घनका सम्बन्धमा राष्ट्रिय मानवाधिकार आयोगले गरेको सिफारिस वा निर्देशन पालना वा कार्यान्वयन नगर्ने पदाधिकारी, व्यक्ति वा निकायको नाम कानुन बमोजिम सार्वजनिक गरी मानवाधिकार उल्लङ्घनकर्ताको रूपमा अभिलेख राख्ने। के रहेछ त? मानवाधिकार उल्लङ्घन सम्बन्धमा राष्ट्रिय मानवाधिकार आयोगले गरेको सिफारिस, त्यस्तो सिफारिस गरेमा निर्देशन पालना वा कार्यान्वयन नगर्ने अधिकारीहरू चाहिँ रेकर्ड राख्नेहरू, अभिलेख राख्नेहरू मानवाधिकार उल्लङ्घन गर्यो यसले भनेर। अनि मानवाधिकार आयोगले आफ्नो कार्य सम्पादन गर्दा वा कर्तव्य पालना गर्दा देखाए बमोजिमको अधिकार प्रयोग गर्न सक्नेछ। के अधिकार प्रयोग गर्न सक्छ त? अधिकार के छन् त उसका? कुनै व्यक्तिलाई आयोग समक्ष उपस्थित गराई जानकारी वा बयान लिने वा बकपत्र गराउने, प्रमाण बुझ्ने, दोषी प्रमाण दाखिला गर्न लगाउने, सम्बन्धमा अदालतलाई भएको सरको अधिकार प्रयोग गर्ने। सम्बन्धमा अदालतलाई जे अधिकार छ यो पनि प्रयोग गर्नु पाउँछ। खतरै रहेछ अरे अधिकार त। मानवाधिकारको गम्भीर उल्लङ्घन हुन लागेको भइसकेको सूचना आयोगले कुनै किसिमबाट प्राप्त गरेमा कुनै व्यक्ति वा निजको आवास वा कार्यालयमा बिना सूचना प्रवेश गर्ने, खानतलासी लिने र त्यसरी खानतलासी लिँदा मानवाधिकारको उल्लङ्घन सम्बन्धी लिखित प्रमाण वा सबुत कब्जामा लिने। त्यो पनि गर्न मिल्दो रहेछ है त। मानवाधिकार गम्भीर उल्लङ्घन हुन लागेको वा भइसकेको सूचना कुनै किसिमबाट प्राप्त गरेमा कुनै व्यक्ति वा निजको आवास वा कार्यालयमा बिना सूचना प्रवेश गर्न पनि मिल्दो रहेछ।
मानवाधिकार उल्लङ्घन भएको छ नि है त। अब गमा जाउँ। कुनै व्यक्तिको मानवाधिकार उल्लङ्घन भइरहेको कुरा जानकारी भई तत्काल कारबाही गर्नुपर्ने आवश्यकता देखिएकोमा बिना सूचना सरकारी कार्यालय वा अन्य ठाउँमा प्रवेश गर्ने उद्धार गर्ने त्यस्तो पनि मिल्दो रहेछ यार। डेन्जर हुँदो रहेछ अधिकार त मानवाधिकार आएको त। मानवाधिकार आएको उल्लङ्घनबाट पीडितलाई कानुन बमोजिम क्षतिपूर्ति दिने आदेश दिने यदि मानवाधिकार उल्लङ्घन भएको रहेछ भने राष्ट्रिय मानवाधिकार आयोगले आफ्नो काम कर्तव्य र अधिकारमध्ये कुनै काम कर्तव्य अधिकार सो आयोगको अध्यक्ष कुनै सदस्य वा नेपाल सरकारको कर्मचारीलाई तोकेको शर्तमा अधीनमा रही प्रयोग वा पालना गर्ने प्रत्यायोजन गर्न सक्नेछ। अधिकार पनि दिन सक्ने रहेछ। कुनै यो काम गर्नु भनेर मानवाधिकार आयोगले तोक्यो भने अर्को मान्छेलाई त्यो अधिकार दियो भने प्रत्यायोजन पनि गर्न मिल्दो रहेछ। अब 5 मा जाउँ। राष्ट्र मानवाधिकार आयोगको अन्य काम कर्तव्य र अधिकार तथा कार्यविधि सङ्घीय कानुन बमोजिम हुनेछ। मानवाधिकार आयोगको चाहिँ ड्युटिज रेस्पोन्सिबिलिटिज अनि मानवाधिकार आयोगले के गर्ने रहेछ सबै कुराहरू डिटेल मानवाधिकारको बारेमा चाहिँ नेपालको संविधान 2072 मा के लेखेको छ सबै कुराहरू मैले तपाईहरुलाई भने। यस्तै नयाँ भिडियोको लागि मेरो युट्युब च्यानललाई लाइक शेयर सब्स्क्राइब गर्नु होला। हस्त धन्यवाद।